गुफा आइपुग्न आयो ए ठाउँ देख्दैछ नि यहाँ हेर्ने पुरै परै पर हो तलतिर बिबी आयो है तल रोसी खोला बारी छ त हो अहिले चाहिँ गर्दैन के भन्ने त यो पत्थरकै कसैले यो बुटो भरेको हो र थोडी ल यस्तो त हाम्रोतिर पनि छ यस्तो चट्टानहरू हाम्रोतिर पनि छ तर यो ठाउँ पवित्र ठाउँ हो नि त कस्तो कस्तो चित्रहरू छ क्या यहाँ यसलाई कस्तो ढुङ्गाको के भन्नु हामीले सिमेन्टले बनाएको जस्तो भन्नु यहाँ अब यहाँ आइपुग्यो हामी यहाँ चाहिँ उ छ के भन्छ गुरु रिम्पोछेको स्याप उहाँ छ त्यो बनाएर राखेर पहिला त त्यो खुला थियो पहिला त हामी पहिला आउँदा अहिले चाहिँ बनाएर सेफ गरेर राखेर छ कि पहिला त खुल्लै थियो केही थिएन यस्तो थिएन कि स्याप यो यो चाहिँ गुरु रिम्पोछेको स्याप हो कि यो ढुङ्गाकै हो सबै यो टिकीको यहाँ छ ठ्याक्क यो चाहिँ गुरु रिम्पोछेको स्याप भन्छ यसलाई स्याप भन्ने खुट्टा हो यो हामी त अहिले पनि भ्लग गराइ